तपाईँ नेपालको राष्ट्रिय पुरुष टोलीसँग भन्दा पनि नेपालको महिला राष्ट्रिय टोलीसँग आबद्ध भएर महिलालाई एउटा उचाइमा पुर्याउने बडो इच्छा आकांक्षा राख्नुहुन्छ भन्ने बुझाइ मेरो छ। म सत्य छु कि गलत छ, के छ तपाईँको योजना? त्यसरी बुझिदिनु भएकोमा चाहिँ एकदम धन्यवाद। यो मैले किन पनि सोधेको भन्दाखेरि अबको केही समयपछि सायद नेपाली राष्ट्रिय महिला टोलीलाई मुख्य प्रशिक्षक पनि चाहिन्छ होला जस्तो लागेको छ। त्यसको लागि एनफाले केही तयारी गरिरहेको छ कि भन्ने पनि मैले बुझिरहेको छु। त्यतापट्टि तपाईँको इच्छा छ कि छैन, कि पुरुष टोलीलाई मात्रै हो? त्यो चाहिँ अब एनफाले सोध्नुपर्छ कहिले कोच हायर गर्ने के प्रोसेस भइरहेको छ। त्यो गर्दाखेरिको अवस्थामा डेफिनेटली मेरो इन्ट्रेस्ट हुन्छ होइन। मैले 2010 मा वुमेन्स फुटबलको बारेमा पिएचडीको लागि प्रोसेस पनि गरेको हो होइन। त्यो 9-10 को स्टुडेन्टलाई मेरो टार्गेट ग्रुप बनाएर वुमेन्स फुटबलको बारेमा यो एजुकेसनसँग रिलेटेड कुराहरू हो होइन। पढ्नेले खेल्छ भन्ने टपिक बनाएर पिएचडीको लागि मैले त्यो कन्सेप्ट पेपर पनि मैले बुझाएको थिएँ। सँगै म एज अ प्रो लाइसेन्स कोच भइसकेपछि देशले यदि माग्यो भने केटा टिम हुन्छ अथवा केटी टिम हुन्छ वाट एभर, त्यसको लागि म रेडी छु। र सँगै वुमेन्स टिमको बारेमा पनि मैले चाहिँ 2017 देखि अहिलेसम्म आउँदाखेरि सबै प्रोफाइल, सबै डाटा, इन्डिभिजुअल प्लेयरदेखि लिएर टिमको रेकर्ड, टिमको म्याच, सबै कुराको डकुमेन्टेड रेडी छु म। एज वेल एज मेन्सको पनि रेडी छु जहिले पनि होइन। अब डेफिनेटली त्यो अवसर आयो भने त्यसलाई फेरि पनि अप्लाई गर्छु म। फेरि मलाई यो दाइ हुनुहुन्छ, त्यो दिदी हुनुहुन्छ, त्यो मेरो साथी छ भनेर चाहिँ म त्यतातिर लाग्दैन। फेरि पनि म चाहिँ यो प्रदीप चाहिँ फर्स्ट नेपाली प्रो हो, यसलाई दिनुपर्छ भन्ने भाग चाहिँ मलाई चाहेन होइन। सबैजनालाई एप्लिकेसन दियोस्, सबैजना फाइट गरौँ होइन, आफ्नो योग्यतामा फाइट गरौँ। यो मान्छे चाहिँ सक्षम छ, यो मान्छेलाई राखियो भने उसको लाइसेन्स त एउटा भइहाल्यो, यो बाहेक ऊ योग्य पनि छ, सक्षम पनि छ भन्ने हिसाबले आफ्नै बलबुताले यदि प्रदीप हुमागाईलाई त्यहाँसम्म डोर्याउन सक्छ भने डोर्याउने, होइन भने त्यो जिउ हजुर गरेर चाहिँ व्यावसायिक फुटबलको जुन प्रशिक्षणको तालिमहरू त्यसको दुरुपयोग नगर्ने। तर मैले इन्डिभिजुअली भेट्दाखेरि मेरो आफ्नो इन्ट्रेस्टहरू सेयर गरेको छु। यसो भन्दै गर्दाखेरि मैले ढाट्न मिल्दैन होइन। मेरो इन्ट्रेस्टहरू मेन्समा पनि थियो, वुमेन्समा पनि थियो भनेर मेरो त्यो ह्युमन नेचर हो, त्यो डेफिनेटली राखिन्छ, त्यसलाई अन्यथा पनि नलियोस् कसैले पनि। तर मेरो अगेन प्रदीप चाहिँ हाम्रो नेपाली हो, चाहिँ अमेरिकन सिटिजन भए पनि नेपालमा जन्मिएको, हुर्केको, बढेको, पढेको, वाट एभर राम्रो नराम्रो जे पनि स्ट्रेट फरवर्ड अगाडि जे बोले पनि यो मान्छेसँग चाहिँ क्वालिटी छ भन्ने शब्दले भन्दा पनि मलाई चाहिँ सँगै अरू कोचहरूले पनि अप्लाई गरून्, त्यो सँगै चाहिँ मेरो टेस्ट होस् होइन। त्यसरी क्वालिफाइड भएर चाहिँ म कोच हुनु पाऊँ यही देशको लागि हुँदाखेरि पनि। तर मैले चिनेको हाम्रो भाइ हो, हाम्रो साथी हो होइन, यसलाई बनाऊ, यो योग्य छ भन्ने शब्दमा होइन कि मेरो